पायो घुङ्गी ओके स्ट्यान्ड बाई क्यामेरा रेडी सोन रेडी 3 2 1 एक्सन गेट रेडी टु आज कहाँ मागेको त्यही टुडी खेल जाँदै दाईहरूसँग दुईजना दाई चाहिँ उता छ स्कुटरमा म चाहिँ यहाँबाट जाँदैछु रेडी भएर आज पुरा साकारको चस्मा छ साकारले लगाएको चस्मा ल सुजन दाई रेडी हो नि त एकदम रेडी 3 जम्बु बोकेर यहाँ रेडी जानुपर्छ टुडी खेल घाम ताप्दै होइन त दाई ल यो तर ग्लास वेटी रहेछ यार दाईहरू बरु प्योर देखाएको छ है मगर ड्रेस लगाएर भाङ्रा लगाएर मगर ड्रेस भन्छ म चाहिँ पुरै ट्यापे जस्तो भयो साकारको चस्मा लगाएर गेट रेडी फर टाइम आज चाहिँ हामी टुडी खेल जाँदैछौँ दाईको स्पेसल आज दाईको बर्थडे दाईको बर्थडे पनि मागेसँग पनि यहाँको बम्पर अफरमा हामी चाहिँ कम्बो बनाएर जानु लागेको छ टुडी खेल चत्तर बाह्रमा दाईको ड्राइभ हेरिदिनु एकछिन बर्थडे के भन्छ यार ह्याप्पी बर्थडे दाई 3 चोटि भन्यो क्या मैले आज यसो त 3 चोटि भयो धन्यवाद सुन दाई चाहिँ कहाँ पुग्यो पछाडि अहिले भेट्छ उतै बाटो भयो आज लास्ट डे जाम भइरहेछ बाटो चाहिँ पुरै होइन पार्किङ गर्ने ठाउँ छैन यार धराको भित्र पुरा फुल देखाइरहेको उहाँ पार्किङ फुल भन्दै ब्याग त दाइ उता थियो नि त दाइ सुजन दाईकोमा थियो ब्याग सुजन दाई नै छल्लिहाल्यो यार भित्र छिर्न पनि लास्ट ढिलो लाग्छ अब सुजनलाई फोन हान्नु पर्यो फोन गराउँ त यार पर्किनु दाइ यार मलाई लुइ छोडेर अगाडि यारमा मान्छेको भिड मात्रै पुरा पार्टीको प्रोग्राम सुजन दाई हरायो बनाएर होइन यो त कता हो यहाँ चाहिँ छेलो प्रोग्राम भइरहेको स्टेज चाहिँ यो अगाडि भइहाल्यो अगाडि लास्ट ढिलो छ आफ्नो पुरा उसको समाजको पुरा ब्यानर बोकेर आजतिर चाहिँ सरलाई पर्खिँदा हैरान भयो लास्ट हँसाइदियो यार सुजन अर्को बोतल खोइ त भाइ ए त्यो हो यहाँ राख्नु यसो भिडियो हान्ने भनेर ल यता चाहिँ के हो त यार तामाङहरूको जस्तो डान्स हाने त यार मगर गीत होइन यो ए राई पो है ए राई पो रहेछ यार आज राई थारू अनि मगरको रहेछ पुरा हामी चाहिँ अब रेडी हुनलाई यस ह्याप्पी माघे सङ्क्रान्ति ह्याप्पी बर्थडे दाई दाईको बर्थडे नि आज हेट घुम्मी किन होइन यार खर्काउँछ त पुलिसले यार बाहिर जा भन्छ त दाइ त्यो यस्तो कि धेरै भिडभाड भएर तिनीहरूलाई फ्रस्ट्रेसन भएर कसलाई के भन्नु भन्छ कि त्यही भएर हो उनीहरूले म्यानेज गर्नु पऱ्यो नि त होइन म त्यो ठाउँमा है म त्यही गर्छु आज मगर्दी भन्दा थारूनीहरू पो राम्रो देखेको छ त कति भिड हो यार खोइ त घुङ्गी बजार कहाँ हो घुङ्गी खोइ तार रहेछ घुङ्गी किन भनेको यार आज चट्ट ए यार लास्टै भिड भयो यो त खोइ यहाँ रहेछ क्या ए होइन मान्छे नठेला भन्छ यार मैले कहाँ ठेलेछु त मान्छे यार घुङ्गी खोज्न हिँडेको मान्छे घुङ्गी होला जस्तो भइसक्यो यार घुङ्गी मात्र होइन यहाँ गङ्गटा पनि रहेछ एक प्लेटको 200 एक प्लेट 200 होइन त दिदी यो सुनेन यार पानी पिए घुङ्गी चाहिँ पायो अब झिँगे माछा चाहियो यार झिँगे माछा 200 रुपियाँ प्लेट हेरेर कति महँगो रहेछ त है घुङ्गी त यहाँ हेर्दैछ दाइले घुङ्गी चाहिँ मान्छेको लास्ट भिड यार र डाइलग हान्थ्यो यार ओ कता गयो यहाँ रहेछ त झिँगा माछा कति हो 500 प्लेट
5 रुपियाँ वाह कितना महँगा है रे ल पायो घुङ्गी होइन त दाइ यता 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 2 प्लेट घुङ्गी घुङ्गी खोज्दालाई यार गाली खायो अघि एउटा केटीको एउटा दिदीको यार भग बनाउँछु हिँडेन ढकाल्दै हिँडेन भन्दा त्यस्तो मैले छोको पनि छैन त्यस्तो ढकाल्दै हिँड्दैन भनेर सोचिन्छ त्यही त आज फेरि होइन म आज मगरको मात्र होला भनेको थिएन आज थारूको पनि रहेछ अनि लिम्बूको पनि रहेछ अहिले साखेला नाच्नु ओ माई गड यो त छुट्टै सक्छ साखेला नाच्नुपर्छ मजाले तर यो भाषण सुन्दाखेरि होइन मलाई सङ्क्रान्तिमा आएको होइन पार्टीको प्रोग्राममा आएको जस्तो लागिरहेको अघि चुनावको कुरा गर्दै थियो कि अघि थारुनी केटी मन पऱ्यो यार मलाई घुङ्गी खान पाइन्छ थारुनी केटी पठायो भने चट्ट घुङ्गी ओहो दाइ कता हो भने अब यहाँ मामाहरूको यत्रो उ रहेछ गाली नम्न गतिमा गरेर लगायत सबै समयलाई सम्झँदै अब हामी कार्यक्रमलाई अगाडि बढाउँदैछौँ यो कार्यक्रमलाई अगाडि बढाउँदै गर्दाखेरि नेपाल स्टेजमा आइदिनु होला तपाईँको ट्र्याक यतातिर खोजिराख्नु भएको छ हाम्रो प्राविधिक साथीहरूले जुना दिदीले गीत गाउने भन्नुभएको थियो खोइ ट्र्याक नै आएको छैन भन्दै हुनुहुन्छ हाम्रो जुना श्रेष्ठ मगर दिदी प्लिज स्टेजमा हार्दिक अनुरोध गर्छु त्यस्तै गरी हाम्रो गायकी दिउँसोसँग किरा किनेको ठाउँतिर अरे म अहिले यस्तो राति परिसक्यो मा कहाँ हो त उहाँ कता हो खोइ किनेको अहिले अलिक राम्रो गीत गाउन छल्यो अघि यतितिर थियो अहिले कहाँ गयो यार पुरै झ्याप केटाकेटी पुरै केटी पनि झ्याप केटा पनि झ्याप ए टाउकोमा सिङु मार्ने हिँडेको छ यता मैयाहरू स्कुटर पार्क गरेको ठाउँबाट स्कुटरै गायब भएर होइन लास्टमा गायब भयो भनेको त मा साइडमा ल्याएर राख्दै रहेछ क्या स्कुटर म त मैले स्कुटरै चोर्दै क्या हो भनेर सोचिरहेको क्या तर चोरेन रहेछ जे होस् साइडमा ल्याएर राख्दै रहेछ क्या धरेर ऊ यहीँ पार्क गरेको थिएँ होइन यता छेउमा ल्याएर राख्दै रहेछ क्या राति भइसक्यो नि त अब झ्याप पनि भइसक्यो धेरै त्यही भएर दाइहरू नि कता गायब भयो म एक्लै भएँ मसँग चाबी पनि छ हेलमेट पनि छ अहिले कल गर्छ मलाई मनै हरारा Thank you so much. लाइसेन्स छैन म मगर सङ्क्रान्ति लगेर चाहिँ म हिँडेको यहाँ आएर बस्नु भने ल लाइसेन्स झिक्दै यता आएर बस्नु न दाइ भने यो होइन किन फर्का हो यो होइन यो पार्किङ होइन यस्तो यो पार्किङ गरेको ठाउँमा कुन चाहिँ मुर्दारले बङ्गाएर हिँडेछ क्या
सही हो सही हो मारे हामी यहाँ गङ्गो भएको के क्या खाने हो के पाउँछ त अनि क्या खाने अरे 3 बजिसक्यो यार त रातिको अनि जति पछि नि केही भएन क्या खाने ओइ छन्तेल खानी भने जिद्दी गरेर छैन छैन रे यो प्लास्टिक चपाए मात्रै हो अब दाइ जङ्गे उतापट्टि मैले अघि देखिरहेको छु त्यहाँ ठेलावाला एउटा मैले चिनेको दिदी छ कि यहाँ ठेलावाला बसमा छ होला के यही छ कि यही हो यही रोडमा पाइन्छ जति पनि चलो यहीँबाट त कुली चोर्दैन होला नि यतिबाट जाने हो यता जाने हो र? रुममै यता हो अनि कहाँ? हाम्रो यहाँ कता जाने भन्यो भने रुम जाने हो, रुममा। ए हिँड्दै ल लाइसेन्स चाहियो हो लाइसेन्स भन्नु लाइसेन्स चाहियो लाइसेन्स पठाउने म लाइसेन्स निकाल सर ल लाइसेन्स त्यही छ त मसँग अर्को लाइसेन्स छैन सत्य लाइसेन्स त्यही हो त यार अरू लाइसेन्स सत्य लाइसेन्स छ कि छैन अझै सत्य लाइसेन्स छ कि छैन सत्य लाइसेन्स भनेको त्यही हो बाबाले बनाएको लाइसेन्स त्यही हो त्यही हो अरू लाइसेन्स छैन यही मुनि मुनि घन्टी एकछिन बसेर जाने हो ल ओके यो आज मा कसरी हैन त्यो पार्किङ गरेको ठाउँमा कुन चाहिँ बानले हो यो हेर्नु बन्नुपर्छ पर्दैन पुरै यो कुनै किन यस्तो घुमेको यो यसरी घुम्ने चिज हो यो यसरी घुम्ने चिज हो बन्नुपर्छ पर्दैन लाइसेन्स हान गर्ने हो सेउरे तरीले हो कि कसले सेउरे तरीले त्यो बाइक कुन चाहिँले हो झिक्ने अब झिकेको त्यसले ब्ल्याङ्ब्ल्याङ हानेर हिँड्यो के यो यसरी घुम्नु पाइन्छ पाइँदैन 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 भनेर त अब यस्तो गर्नु पाइन्छ ल भन्नुहोस् राइडरसँग लाइसेन्स छ कि छैन लाइसेन्स मसँग छैन मलाई निन्द्रा लागिसक्यो चस्मा छ भने कहिले सुत्नु नभए हो ए भगवान् मेरो क्याब कहाँ छ हौ भन्दा मेरो हराए के हो भन्दा तपाईँको भाँगरा खोइ बाह्र त्यहाँ डिक्कीमा खा मेरो मलाई के चाहियो भने त्यहाँनिर क्याब चाहियो छ कि छैन भन्ने कुरा हो दुईटा धानको क्रस एकदम हाम्रो काठमाडौँ भ्याली भरिको एकदम मेन इन्सपेक्टर तिम्रो बुढा बेलालाई छुने अधिकार कसरी आयो इन्सपेक्टर मैले त्यही भएर त टोपीमा छको त नि मान्छेले छुनुहुन्न भनेर मान्छे सुन्नु नाइ अँ। मैले भन्ने त्यही भएर टोपीमा यसरी छको के भन्ने साई इन्सपेक्टर ल यो हो गाह्रो ल जाऊ ल जाऊ